सो स्टार्ट गरौँ है। नमस्ते नमस्ते हजुर पहिला इन्ट्रोडक्सन दिनु। हाम्रो विद्यावारिधी सङ्घका सबै डाक्टर साथीहरू र यहाँ उपस्थित सबै महानुभावहरूलाई हाम्रो यो एनपिए टकको 7औं श्रृङ्खलामा म यो संस्थाको महासचिव सुन्दरी पोखरेल यो संस्था र मेरो तर्फबाट सबैलाई हार्दिक स्वागत गर्दछु। आजको हाम्रो स्पिकर हाम्रो पिएचडी एसोसिएसनका लाइन मेम्बर डाक्टर रमेश कुमार भण्डारी हुनुहुन्छ र उहाँको छोटो परिचय दिनु अघि म हाम्रो यस संस्थाका अध्यक्ष नास्टका पूर्व भाइस चान्सलर र नेसनल प्लानिङ कमिसनका पूर्व सदस्य र हाम्रो यस संस्थाका अध्यक्ष डाक्टर सुनिल बाबु श्रेष्ठज्यूलाई आफ्नो सानो मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। हजुर डाक्टर साहब। धन्यवाद महासचिवज्यू। सम्पूर्ण उपस्थित नेपाल मिडिया आज हामी 7औं श्रृङ्खलामा छौँ नेपाल मिडिया र आज हाम्रो बिचमा हाम्रा कन्भिनर डाक्टर रमेश कुमार एकदम समसामयिक वस्तुको हालसहित एसडिएससीको आफ्नो बजेट भाषा आज त्यही विषयवस्तुमै हामी छलफल गर्न गइरहेका छौँ र उहाँले आज नेसनल बजेट एनालाइसिस प्राइज अब यसबाट कुनै कुरा बजेटको प्राइजहरू के छन् र च्यालेन्जेसहरू के कस्ता छन्, यो कति गर्न सकिन्छ सकिँदैन र हाम्रो प्रायोरिटिज नेसनल प्रायोरिटीलाई यसले कतिको त्यसले एड्रेस गर्न सक्छ भन्ने कुरामा चाहिँ हाम्रो डाक्टर रमेश सबै हुनेछ भन्ने आशा गर्दै सम्पूर्ण मानिसहरूलाई स्वागत गर्दै अगाडि बढाइदिनु धन्यवाद अध्यक्षज्यू। म आजको हाम्रो स्पिकरको छोटो परिचय दिन चाहन्छु। आजको स्पिकर हुनुहुन्छ डाक्टर रमेश कुमार भण्डारी। उहाँ हाम्रो नेपाल पिएचडी एसोसिएसनको लाइन मेम्बर पनि हुनुहुन्छ र डाक्टर भण्डारीले डियुबाट बिजनेस स्टडिजमा मास्टर डिग्री गर्नुभयो। त्यसपछि उहाँले फाइनेन्सियल म्यानेजमेन्टमा युनिभर्सिटी अफ पुणेबाट पिएचडी गर्नुभएको छ। डाक्टर भण्डारी आफ्नो फिल्डमा 20 वर्षभन्दा बढीको अनुभव लिनुभएको छ र डाक्टर भण्डारीले बोर्ड अफ डिरेक्टर्सको रूपमा सिन्धु विकास ब्याङ्कबाट पनि एउटा की पर्सन भएर काम गरेको अनुभव छ उहाँलाई र डाक्टर भण्डारी आरबिबी मर्चेन्ट ब्याङ्किङ लिमिटेडमा पनि सिइओ रहेको पदमा रहिसक्नु भएको छ र उहाँलाई सिइओको पनि अनुभव छ। डाक्टर भण्डारीले नेसनल प्लानिङ कमिसनमा एज अ प्रोजेक्ट ब्याङ्क डेभलपमेन्टमा एज अ कन्सल्टेन्ट पनि कार्य गरिसक्नु भएको छ र यससँगै डाक्टर भण्डारी नेपालको यो डाक्टर भण्डारी म्यानेजमेन्ट एसोसिएसन अफ नेपालको पनि लाइन मेम्बर हुनुहुन्छ र डाक्टर भण्डारीले आफ्नो 20 वर्षभन्दा बढीको अनुभव भएको र आजको हाम्रो अति राम्रो हुन गइरहेछ र हामी यसमा धेरै इन्फर्मेसन र धेरै ज्ञान पाउँदैछौँ भन्ने हामी सबैलाई आशा छ र आज डाक्टर भण्डारीले नेसनल बजेट एनालाइसिस प्रायोरिटिज एन्ड च्यालेन्जेस विषयमा आफ्नो प्रस्तुति दिन गइराख्नु भएको छ र म अब स्टेज डाक्टर भण्डारीलाई दिन्छु। डाक्टर साहब हजुरलाई स्वागत छ। हजुर नमस्ते। यस संस्थाका अध्यक्षज्यू, सम्पूर्ण एक्जिक्युटिभ मेम्बर तथा एसोसिएसनका मेम्बर साथीहरू साथै अन्य आगन्तुक सम्पूर्ण विज्ञ साथीहरूलाई मेरो नमस्कार छ र आजको हाम्रो प्रोग्रामको चाहिँ अब यो भर्खरै बजेट यहाँहरू जानकारी हुनुहुन्छ, बजेट चाहिँ पार्लियामेन्टमा पेस भएर पास भएको छ र यसको पिरियडिटी र च्यालेन्जहरू के छन् त्यसको बारेमा
हामी सर्टली कि इस्युजहरूमा जुन केमा नयाँ चेन्ज भएको छ र त्यसमा भएका च्यालेन्जेस के हुन सक्छन् त्यसमा हामी डिस्कस गर्छौँ र टोटल बजेटको हाम्रो बजेट मेकिङ प्रोसेस र बजेट मा चाहिँ हाम्रो ड्राब्याक्सहरू के छन् ती सबै हामी ब्रिफली मैले चाहिँ यसमा प्रेजेन्टेसन दिने कोसिस गरेको छु र सुरुमा के छ भन्दाखेरि कुनै पनि देशको टोटल बजेट भन्दाखेरि त्यसको इकोनोमी के छ भन्ने कुरा चाहिँ जानकार हुन आवश्यक हुने देखेको हुनाले मैले केही हाइलाइट्सहरू इकोनोमीको बारेमा राखेको छु। नेपालको पपुलेसन 2,96,00,000 छ। त्यसमा चाहिँ अब मेलको मेल चाहिँ 984 बराबर 1000 फिमेलको पपुलेसन रेसियो छ र डेन्सिटी 207 पर स्क्वायर किलोमिटर छ। अर्बन पपुलेसन 24.53% छ। मिडियन एज 25.3 इयर्स छ। यसको अर्थ हामी कहाँ वर्किङ मेहनत गर्ने काम गर्न सक्ने देशमा कन्ट्रिब्युसन गर्न सक्ने पपुलेसनको अहिले कमी छैन र अर्को चाहिँ अनइम्प्लोइमेन्ट 20.85% छ भने जिडिपी इन्क्रिज भएर अहिले 46.8 बिलियन भएको छ। जिडिपी ग्रोथ वर्ल्ड ब्याङ्क एडिबी विदेशी संस्थाहरूले चाहिँ 5.4%, 2.25, 26 र 27सम्मलाई प्रोजेक्सन गरेका छन् भने गभर्मेन्टको टार्गेट चाहिँ 7.7% छ। जिडिपी पर क्यापिटा चाहिँ 1460 छ। बाई सेक्टर वाइज जिडिपी कन्ट्रिब्युसन एग्रिकल्चर 24.5%, इन्डस्ट्री 13.7%, सर्भिस सेक्टर 61.8%, इन्फ्लेसन 4.86% छ। Nepal's national budget is prepared through a multi-step process including revenue forecasting, setting expenditure ceilings, ministry level proposals and parliamentary approvals. Initial planning and forecasting, medium-term expenditure framework. Ministry of Finance and NPC collaborates on preparing an MTEF to guide budget preparation. Economic forecasting. Ministry of Finance and NPC conduct economic forecast to inform fiscal planning. Accordingly, call circular. Ministry of Finance and NPC issue circular with economic policy guidelines and expenditure limits. यो चाहिँ मिनिस्ट्री अफ फाइनेन्सले सबै मन्त्रालयहरूमा चाहिँ सर्कुलर पठाउँछ बजेटको लागि आफ्नो बजेट टार्गेट के छ त्यो लिमिट तोकेर पठाइदिन्छ यति समयभित्र तपाईँहरू पठाइदिनुहोस् भनेर। त्यसपछि बजेट प्रपोजल प्रिपरेसन सुरु हुन्छ। मिनिस्ट्री एन्ड एजेन्सी बजेट रिक्वेस्ट। मिनिस्ट्री एन्ड एजेन्सीज प्रिपेयर देयर बजेट प्रपोजल बेस्ड अन द कल सर्कुलर एन्ड देयर रिस्पेक्टिभ प्रियोरिटिज। जुन मिनिस्ट्री अफ फाइनेन्सले पठाएको सूचनाका आधारमै त्यसको प्रियोरिटिजको आधारमा चाहिँ सबै सरकारी निकायहरूले चाहिँ प्रपोजलहरू मिनिस्ट्री अफ फाइनेन्समा पठाउँछन्। इन्टर मिनिस्ट्री मिटिङ, त्यसपछि सबै मन्त्रालयका मिनिस्ट्री बीच त्यो बजेटको बारेमा मिटिङ र रिभ्यू, कन्सल्टेसन बजेट प्रपोजल फ्रम डिफ्रेन्ट मिनिस्ट्री सबैको बजेटहरू कन्सल्ट गरेर मिटिङ गरिन्छ। बजेट रिभिजन एन्ड कन्सल्टेसन, त्यसपछि बजेटलाई मिनिस्ट्री अफ फाइनेन्स रिभाइजेस एन्ड कन्सल्ट द बजेट प्रपोजल बिफोर हार्ड इन्टेबल द एनपिसी एन्ड पार्लियामेन्ट। मिनिस्ट्री अफ फाइनेन्सले त्यो बजेटलाई एकुमुलेट गर्छ, कन्सल्टेसन गरिसकेपछि प्लानिङ कमिसन र पार्लियामेन्टमा पठाउँछ। लेजिस्लेटिभ रिभ्यू एन्ड अप्रुभल, एनपिसी रिभ्यू, त्यसपछि प्लानिङ कमिसनले देन रिभ्यू द प्रपोज बजेट, चेक्स फर डिस्क्रिपेन्सीज एन्ड प्रोभाइड फिडब्याक र त्यसमा चाहिँ जुन एनपिसीले तोकेको सिलिङ अनुसार के समस्या छन् त्यसको बारेमा फिडब्याक सहित मिनिस्ट्री अफ फाइनेन्समा पठाउँछ। पार्लियामेन्टरी रिभ्यू, त्यसपछि ड्राफ्ट बजेट इज सेयर्ड विथ पार्लियामेन्टेरियन्स हु क्यान राइज कन्सर्न्स एन्ड प्रपोज एमेन्डमेन्ट ड्युरिङ द बजेट सेसन। बजेट सेसनमा पार्लियामेन्टमा पठाइन्छ, त्यहाँ चाहिँ एमेन्डमेन्टको लागि पार्लियामेन्ट मेम्बर अफ पार्लियामेन्टले चाहिँ सजेसन चाहिँ प्रपोज गर्नुहुन्छ। बजेट डेबेट एन्ड अप्रुभल, द प्रेसिडेन्ट प्रेजेन्ट द, त्यसपछि डेबेटको लागि अप्रुभलको लागि पार्लियामेन्टमा पेश गरिन्छ। द प्रेसिडेन्ट प्रेजेन्ट द एनुअल पोलिसी एन्ड प्रोग्राम टु पार्लियामेन्ट वेयर लार्नर्स क्यान डेबेट एन्ड भोट अन द बजेट। त्यसपछि प्रेसिडेन्टले पेश गरिसकेपछि पार्लियामेन्टमा चाहिँ अप्रुभल लागि बजेट अप्रुभल लागि चाहिँ डिस्कसन पछि चाहिँ पास गरिन्छ। त्यसपछि फर्मल अप्रुभल, वन्स द बजेट अप्रुभ बाई पार्लियामेन्ट द मिनिस्ट्री अफ फाइनेन्स प्रोभाइड्स अथराइजेसन फर स्पेन्डिङ। पार्लियामेन्टबाट पास भइसकेपछि त्यो बजेट खर्च गर्नको लागि चाहिँ साउन 1 गतेबाट खर्च गर्न सक्ने गरी मिनिस्ट्री अफ फाइनेन्सले चाहिँ स्वीकृति दिइन्छ।
इम्प्लिमेन्टेसन मोनिटरिङ, त्यसपछि बजेट एक्जिक्युसन, मिनिस्ट्री एन्ड एजेन्सी इम्प्लिमेन्ट द अप्रुभल बजेट बाई एलोकेसन फन्ड टु प्रोग्राम्स एन्ड प्रोजेक्ट्स. Budget monitoring, the Ministry of Finance relevant agency monitor the budget's implementation, ensuring that funds are spent according to the plan and that targets are met. Accountability, the budget execution process is subject to scrutiny by the audit department and other oversight bodies to ensure accountability. यो मैले बजेट प्रोसेस यहाँहरूलाई जानकारी गराउन खोजेको किनभने फाइनेन्स ब्याकग्राउन्डको सरहरू जो प्लानिङ कमिसनमा काम गरिसक्नु भएको छ, सरकारी लेभलमा काम गर्नुभएको छ, उहाँहरूलाई यो बुझ्न त्यति गाह्रो हुँदैन. तर एकाडेमिसियन भर्खर हायर डिग्री पास आउट भएर आउनुभएका साथीहरूलाई चाहिँ यो चाहिँ जान्न आवश्यक मैले देखेर बेसिक कुरा थाहा हुनुपर्छ भनेर प्रेजेन्टेसन गरेको हुँ. र त्यसपछि यो पास्ट 10 वर्षको चाहिँ बजेट एलोकेसन चाहिँ लगभग 2073-74 में 10 खर्ब 48 अर्ब 92 करोड थियो भने हाल यो बढेर 19 खर्ब 64 अर्ब 11 करोड पुगेछ. यसको औसत क्याल्कुलेसन गर्दा लगभग एभ्री इयर 7% बजेट ग्रोथ भएको चाहिँ यो इन्डेक्स क्याल्कुलेसन गर्दा देखिन्छ. त्यो भनेको लगभग यो चाहिँ हाम्रो सरकारले चाहिँ अब जीडीपी ग्रोथ चाहिँ उसले एक्सपेक्ट गरेको 7.7 हो, त्यसको हाराहारीमा गरेको छ. तर एक्चुअलमा के छ हामी अगाडि त्यसमा डिस्कसन गर्नेछौँ. र यो चाहिँ अब सामान्य 81-82 को बजेटको बारेमा चाहिँ नर्मल्ली तपाईँको 18 खर्ब 60 अर्ब 30 अर्बको थियो, जसमा करेन्ट एक्सपेन्डिचर 61.32%, क्यापिटल एक्सपेन्डिचर 18.94%, फाइनेन्सियल म्यानेजमेन्ट 90.74%. यो फाइनेन्सियल म्यानेजमेन्ट भनेको चाहिँ सरकारले लिएको आन्तरिक र बाह्य ऋणको किस्ता र समब्याज तिर्ने रकम हो र यो चाहिँ बढ्दो दरमा छ. त्यसै गरी अब सरकारको स्रोत कहाँबाट जुटाए त भन्दाखेरि ट्याक्स रेभेन्यू एक्सपेक्ट गरेको थियो 12 खर्ब 60 अर्ब 67.70%, 75% चाहिँ ट्याक्सबाट म्यानेज गर्ने भनेको छ. फरेन ग्रान्ट्स चाहिँ 2.81% बाट मैले पर्सेन्टमा मात्रै भने यहाँहरूलाई किनभने समय अभाव छ हामीलाई. र आन्तरिक र बाह्य ऋण 29.44% रहेको छ 81-82 को. यस आर्थिक वर्षको अब आउने आर्थिक वर्षको चाहिँ अस्ति भर्खर पेश भएको छ, त्यसमा फेरि हामी डिस्कस गर्छौँ. र यो चाहिँ मिड टर्ममा आउँदाखेरि बजेट चाहिँ रिभ्यू गरेर घटाइएको छ भन्ने 10%. यो किन भइरहेछ त भन्दा मिड टर्म रिभ्यू अफ बजेटमा हामी के पाउँछौँ भने आफ्टर एन्टरिङ द फेडरल सिस्टम द गभर्नमेन्ट कन्सिस्टेन्टली रिलिज इन्फ्लेटेड बजेट फर पब्लिक प्रिसेप्सन ओन्ली टु रिभाइज देम मिड इयर. भनेको के भन्दाखेरि बजेट चाहिँ सरकारले आफू चाहिँ विकास प्रेमी भएको देखाउनको लागि बजेटको साइज अत्याधिक बढाइदिने, जुन टार्गेट अनुसार चाहिँ हाफ इयरलीमा आउँदाखेरि चाहिँ त्यो फुलाएको बलुन फुट्न ताल्ने जस्तो देखिएपछि रिभ्यू गर्दा घटाउने गरिन्छ, जसमा चाहिँ सरकारले 9.99% मा झार्यो भनेको 9.1% चाहिँ बजेटको आकार चाहिँ घटाएर 16 खर्ब 92 अर्ब 73 करोड चाहिँ बनाइएको छ. त्यसरी क्यापिटलमा पनि घटाएर 85% मा झारिएको छ भनेको विकास बजेट पनि 15% घटाइएको छ. साधारण खर्च पनि झन्डै 9.76% चाहिँ घटाइएको छ. र यो पनि अब हाम्रो सालको अन्तमा पुरा हुन्छ कि हुँदैन त्यो पनि हामी अगाडि डिस्कस गर्छौँ. र यो मैले चाहिँ अहिले बजेट एलोकेसन अनुसारको जुन टार्गेट बजेट र खर्चको चाहिँ जुन महालेखाको वेबसाइटमा राखेको छ त्यो यहाँहरूले पनि हेर्न सक्नुहुन्छ. त्यसैको आधारमा चाहिँ मैले यहाँ राखेको छु. सरकारले हालसम्म अब 38 दिन बाँकी छ. यो 38 दिन बाँकी हुँदा जम्मा 69.23% चाहिँ कलेक्सन गरेछ. रेभेन्यू ट्याक्स रेभेन्यू 69.4%, टोटल रेभेन्यू चाहिँ नन ट्याक्स रेभेन्यू 71.6% हो. यसको मतलब ट्याक्स रेभेन्यू 69.23% भन्नाले यो चाहिँ 76% भन्दा 77% भन्दा माथि चाहिँ जाने देखिँदैन. रेभेन्यू कलेक्सन भनेको 23% चाहिँ सरकारले अनुमान गरेको बजेटमा अनुमान गरेको रेभेन्यू भन्दा 23% चाहिँ तल हुने देखियो. ग्रान्ट्स पनि जम्मा अहिलेसम्म 31.9% छ. यो पनि 40% भन्दा माथि ग्रान्ट्स पनि नपाउने अवस्था देखिन्छ. अदर रिसिप्ट चाहिँ अलिकति 11 अर्ब 52 करोड प्राप्त गरेको छ. टोटल रिसिप्ट पनि
टार्गेट मिट गर्नलाई धेरै टाढा देखिन्छ। हालसम्म जम्मा 68.69% मात्रै टोटल सरकारले रेभेन्यू रिसिभ प्राप्त गरेछ। यसको अर्थ हो असार मसानसँग म्याक्सिमम् यसैलाई हामीले हिसाब गरेर त्यो चाहिँ 365 दिनलाई भागा गरेर हेऱ्यौँ भने यो चाहिँ जम्मा 76% भन्दा माथि टोटल रिसिभ सोर्स अफ रेभेन्यू चाहिँ सरकारले प्राप्त गर्ने देखिँदैन। त्यसै गरी रिकरेन्ट एक्सपेन्सेस चाहिँ 72.78% छ। क्यापिटल एक्सपेन्स 38.14% हालसम्म गरेको छ। फाइनेन्सिङ चाहिँ 76.82% छ। त्यसै गरी टोटल एक्सपेन्डिचर टोटल 67.02% चाहिँ देखिन्छ, जुन चाहिँ टार्गेटभन्दा धेरै तल छ, किनभने 38 दिन मात्रै बाँकी छ। रिकरेन्ट एक्सपेन्सेस लगभग यो चाहिँ 85% हुने देखिन्छ भने यो चाहिँ क्यापिटल एक्सपेन्डिचर पनि 50% भन्दा माथि पुँजीगत खर्च सरकारले गर्न नसके देखिन्छ यस वर्ष। फाइनेन्सिङको चाहिँ जुन चाहिँ सरकारले तिर्नुपर्ने ऋण भएको भएर यो 7% तिर्नुपर्ने हुन्छ जस्तो देखिन्छ। ओभरअलमा खर्च पनि यो चाहिँ 77% नै हुने जस्तो देखिन्छ हेर्दाखेरि। यसको अर्थ के हो भन्दा सरकारले टार्गेट गरे भन्दा यस वर्ष पनि बजेटको जुन एचिभमेन्ट 77% हुने भयो, 23% तल हुने देखिन्छ ओभरअलमा अनुमानित गर्दा। यस वर्षको आगामी बजेट चाहिँ यो जुन जेठ 15 गते भनेकोमा चाहिँ टोटल बजेट 19 खर्ब 64 अर्ब 11 करोड छ, जसमध्ये करेन्ट एक्सपेन्डिचर जसमा 60.1% छ, जो चाहिँ तलब भत्ता व्यवस्थापन खर्चहरू चाहिँ डे टु डे अपरेसनको लागि आउँछ भने क्यापिटल पुँजीगत खर्च यो यसमा 20.8% मैले पर्सेन्ट मात्रै भने है। यसमा चाहिँ इन्फ्रास्ट्रक्चर प्रोजेक्ट र डेभलपमेन्ट एक्टिभिटिजमा चाहिँ यो खर्च गर्छ। फाइनेन्सियल म्यानेजमेन्ट गत सालभन्दा यो चाहिँ अलिकति बढेको छ, 3 खर्ब 75 अर्ब 24 अर्ब छ, जुन चाहिँ 19.1% छ, जुन सरकारले आउने वर्ष कम्पलसरी तिर्नुपर्ने हुन्छ। र यसको पूर्ति गर्न सरकारले सोर्स अफ बजेट इन्टरनल रेभेन्यू चाहिँ फेडरल गभर्मेन्टले 13 खर्ब 15 अर्ब अनुमानित गरेछ, तर एक्चुअल रेभेन्यू चाहिँ सरकारले अनुमान गरेको 14 खर्ब 80 अर्ब छ, जसमा आउट अफ एक्चुअल रेभेन्यू 14.80 बिलियनमा चाहिँ 165 बिलियन चाहिँ डाइरेक्ट रेभेन्यू पेड बाई लोकल एन्ड प्रोभिन्स लेभल। 1 खर्ब 65 अर्ब चाहिँ झन्डै त्यो चाहिँ रकम चाहिँ केन्द्रीय सरकारलाई नदिकन स्थानीय सरकार र प्रदेश सरकारले खर्च गर्ने व्यवस्था मिलाएको छ। फरेन ग्रान्ट्स 53.45 बिलियन, दिस लेफ्ट अ फिस्कल डेफिसिट। अब यति मात्रै एक्चुअल आउने भयो ग्रान्ट्स भनेको, यो खर्च नलाग्ने रकम आउने हो। त्यसपछि बाँकी चाहिँ ऋण लिने प्लानिङ भयो, जुन चाहिँ फिस्कल डेफिसिट भन्नाले यो चाहिँ टोटल हाम्रो ग्रान्ट्स र आफ्नो राजस्वले पूर्ति नहुने बजेट चाहिँ बाँकी ऋण लिने गर्छ सरकारले, जुन चाहिँ 595.66 बिलियन छ। डोमेस्टिक लोन 362 बिलियन, एक्सटर्नल लोन 233.66 बिलियन छ। आउट अफ द टोटल बजेट एलोकेसन टुवर्ड्स फाइनेन्शियल ट्रान्सफर टु प्रोभिन्स एन्ड लोकल गभर्नमेन्ट अमाउन्ट टु बी 407.83 बिलियन। 4 खर्ब 17 अर्ब 83 करोड चाहिँ सिधै स्थानीय सरकारलाई, प्रदेश र स्थानीय सरकारलाई, केन्द्र सरकारले खर्च गर्नलाई दिने गर्दछ। यो मिनिस्ट्री वाइज बजेट एलोकेसन यो यहाँले पनि हेर्न सक्नुहुन्छ, मिडियामा पनि आएको छ, तर धेरै जसो पत्रिकामा चाहिँ त्यो टोटल एमाउन्ट नमिलेको र त्यो अर्थमन्त्रीले कोसिस गरेको पनि मिनिस्ट्री वाइज छुट्याएको चाहिँ हेर्न गाह्रो भएपछि मैले चाहिँ टेन्टेटिभ यो चाहिँ पत्रिकाबाट लिएको छु, जसमा अलिकति पुरै मिडिया चाहिँ छैन। तथापि यो टेन्टेटिभ यो अहिले चाहिँ यसरी देखियो हेर्दाखेरि। र सबैभन्दा धेरै चाहिँ यो साल बजेट छुट्याएको एजुकेसन सेक्टरमा, त्यसपछि गृह मन्त्रालयमा, अनि त्यस थर्डमा आउँछ फिजिकल इन्फ्रास्ट्रक्चर एन्ड ट्रान्सपोर्टमा, र अहिले खुद्रे बजेट भन्ने गरिन्छ, जुन स्थानीय निकायमा पहिले 6 करोड चाहिँ मेम्बर अफ पार्लियामेन्टलाई दिएर खर्च गर्ने गरिन्थ्यो। त्यस्तो खालको बजेट चाहिँ अहिले शहरी विकास मन्त्रालय अर्बन डेभलपमेन्टमा चाहिँ
गएको भन्ने कुरा आएको छ, जसले गर्दा अर्बन डेभलपमेन्ट पनि खर्च गर्न पाउनेमा चाहिँ चौथो नम्बरमा छ, त्यसपछि हेल्थ छ। अब यो बजेटको अब्जेक्टिभ्स to achieve high, sustainable and broad-based economic growth and eradicate poverty, to create employment by promoting entrepreneurship and expanding public and private investment, to enhance economic capacity through increased use of modern technology, to maintain social justice through social protection and development, to promote quality public service and good governance. अरू यो अहिले चाहिँ सरकारले के पनि भनेको छ भने ठुला प्रोजेक्ट जति अब सरकार आफैले नगर्ने, सकभर प्राइभेट सेक्टरलाई प्रियोरिटी दिने र जसमा चाहिँ पब्लिक प्राइभेट पार्टनरसिपमा गरिनेछ भनेर भनेको छ। जस्तो यो बुढी गण्डकी हाइड्रो पावर भयो, अरू त्यस्तै प्रोजेक्टहरू पनि प्राइभेट सेक्टरले चाहिँ लगानी गर्न चाहेमा ढोका खुला गर्ने भएको छ। प्रमोसन अफ एन्टरप्रेन्योरशिप, प्रोडक्सन, इम्प्लॉयमेन्ट एन्ड प्रोडक्टिभिटी बजेटको प्रियोरिटी छ। एक्सपान्सन अफ इन्भेस्टमेन्ट इन क्वालिटी एन्ड रिजल्ट ओरिएन्टेड फिजिकल इन्फ्रास्ट्रक्चर। अब यो यसमा चाहिँ के छ भने प्रियोरिटी चाहिँ दिने त भनेको छ, तर नेपाल चाहिँ फिजिकल इन्फ्रास्ट्रक्चरमा साउथ एसियामै सबैभन्दा पछाडि रहेको पाइन्छ अहिलेसम्म। क्वालिटी इम्प्रुभमेन्ट इन द सोसियल सेक्टर, इन्स्योरिङ ब्यालेन्स डेभलपमेन्ट एन्ड सोसियल सेक्युरिटी, सिटिजन फ्रेन्डली सर्भिसेस, करप्सन कन्ट्रोल एन्ड गभर्नेन्स रिफर्म्स। र सरकारले अहिले चाहिँ नयाँ किसिमको कुरा ल्याएको छ, जुन चाहिँ डिजिटल इकोनोमी एन्ड गभर्नेन्समा जाने भनेको छ, जुन चाहिँ अब हाम्रो पनि धेरै विज्ञहरूको माग हो, किनकि अब डिजिटलाइजेसन गऱ्यो भने सरकारको खर्च घट्छ, जुन चाहिँ डेभलपमेन्ट सेक्टरमा लगानी गर्न सक्छ। जसमा अहिले सरकारले गर्न खोजेको चाहिँ नेसनल आइडेन्टिटी कार्ड्स विल बी म्यान्डेटरी टु रेजिस्टर सिम कार्ड्स, कनेक्ट टु द इन्टरनेट, एक्सेस अल पब्लिक एन्ड फाइनेन्सियल सर्भिसेस इन्क्लुडिङ ब्याङ्किङ, इन्सुरेन्स एन्ड सेक्युरिटिज। त नेसनल आइडीबाट यी सबै सर्भिसहरू चाहिँ पाउने र त्यो के अरे यो चाहिँ एपबाट सबै हेर्न सक्ने व्यवस्था चाहिँ अहिले मिलाएको छ। रिड्युस ट्याक्स फर आइटी सर्भिस एक्सपोर्टर, नेपाली आइटी प्रोफेसनल्स एन्ड कम्पनीज सेलिङ सच अब्रोड पे ओन्ली 5% इन्कम ट्याक्स अन फरेन अर्निङ्स। यो चाहिँ बाहिरबाट विदेशमा नेपालमै बसी कमाएको, विदेशबाट कमाएको रेभेन्यूमा चाहिँ 5% मात्रै इन्कम ट्याक्स लगाउने, त्यो चाहिँ फुल एन्ड फाइनल व्यक्तिको हकमा सरकारले भनेको छ। त्यसै गरी इभी चार्जिङमा चाहिँ इक्विपमेन्ट आयात गर्ने 1% मात्रै ट्याक्स लाग्ने, 5 कस्टम ड्युटी लाग्ने र 5 वर्ष इन्कम ट्याक्स होलिडे पाउने व्यवस्था गरेको छ। त्यसै नेपाली सिटिजनले विदेशी कम्पनीहरूलाई टेक्निकल सर्भिस दिए बापत चाहिँ स्विट सेयर भन्छ, त्यो जुन चाहिँ काम गरेको कामको सट्टामा चाहिँ त्यो चाहिँ नलेज ट्रान्सफर मेकिङ इन्भेस्टमेन्ट्समा चाहिँ यिनीहरू त्यो बापत चाहिँ सित्तैमा सेयर पाउने व्यवस्था गरेको छ। यसमा चाहिँ मलाई लाग्छ एक्सपर्टहरूको लागि यो चाहिँ लाभदायक हुनेछ। द गभर्मेन्ट विल लन्च अ डिजिटल लिटरेसी प्रोग्राम एन्ड पार्टनर विथ द प्राइभेट सेक्टर टु स्टडी एआई सेन्टर, रिसर्च एन्ड एप्लिकेसन इन आर्टिफिसियल इन्टेलिजेन्स एन्ड मेसिन लर्निङ। यो चाहिँ अब सरकारले प्रोपर प्लान बनाएको छ कि छैन, बनाएको छ भने यो लागू गर्न सकिएला, नत्र भने यो चाहिँ प्राइभेट सेक्टरसँग मिलेर काम गर्न नेपालमा सरकारले सक्छ जस्तो चाहिँ त्यो खालको हाम्रो सरकारी ब्युरोक्रेसी छ जस्तो देखिँदैन। अर्को छ पब्लिक इन्स्टिट्युसन्स प्रियोरिटाइज द युज अफ फरेन डाइरेक्टरी पब्लिसिङ सफ्टवेयर टु इन्हान्स सर्भिस क्वालिटी एन्ड इफिसियन्सी। अब सरकारी निकायमा चाहिँ यो सफ्टवेयरहरू चाहिँ जो सर्भिस इफिसियन्सीले चाहिँ लागू गर्ने भनेको छ, जसको लागि सरकारले नेपालमै त्यसलाई नेपाली युवाहरूलाई प्रमोट गरे राम्रै हुन्छ, तर विदेशीसँग ठेक्का दियो भने यसले पनि राम्रो हुँदैन। अब आयो स्ट्रक्चरल च्यालेन्जेस। नेपालमा यो बजेटमा किन च्यालेन्ज आयो? हामी 10 वर्षको बजेट ग्रोथ रेट हेऱ्यौँ, कति भन्दा 60% छ। हामीले हेर्दाखेरि सरहरूले पनि क्यालकुलेसन गरेर हेर्नु पनि लगभग 6.9 to 7.2% हाराहारीमा त्यो चाहिँ सरकारले बनाएको बजेट एभरी इयर ग्रो भएको साइज बढाएको देखिन्छ। तर सरकारकै अब उसमा हामीले चाहिँ डेटाबेसमा हेर्दाखेरि चाहिँ 10th देखि 16 प्लानिङसम्म आउँदाखेरि 15 प्लानिङसम्म आउँदाखेरि जिडिपी ग्रोथ चाहिँ एभरेज 3.5% भन्दा माथि हुन चाहिँ एकदमै मुस्किल छ भएको चाहिँ। र अब आउने दिनमा पनि त्यही अब 5.5% भनेको छ, तर अब एचिभ हुँदा कति हुन्छ देखिन आउने वर्ष पनि। त्यसको अर्थ के हो त भन्दाखेरि अहिले बजेटमा डिफिसियन्सी देखिनु
वान अफ द बिगेस्ट प्रब्लम यो हो। किनभने हाम्रो संविधान जारी हुँदा सरकारले विदेशी एनजिओहरूले डोनरहरूले त्यसरी सपोर्ट गर्ने भनेर चाहिँ प्रोमिस पनि गरे र त्यो बेला त्यो संविधान बनाउने क्रममा सरकारलाई राम्रो सपोर्ट आएको थियो। अब जसले गर्दाखेरि त्यसलाई आधार बनाएर बजेटको आकार ठुलो गराइयो। तर पछिल्लो समय के भयो त भन्दाखेरि इन्टरनेसनल पोलिटिकल सिनेरियोले गर्दाखेरि त्यो बजेट आउने क्रम लगभग कम हुँदै गएर ग्रान्ट्सहरू र सपोर्टहरू चाहिँ कम हुँदै गएर अहिले लगभग शून्यको अवस्थामा जाने क्रममा पुगिसकेको अवस्था छ। यस स्थितिमा चाहिँ त्यही भएर सरकारको बजेट चाहिँ हाफ रेटले गर्दा भन्ने 10% गर्ने, 10% घटाउँदा पनि फेरि अझै 10-15% चाहिँ बजार त्यो चाहिँ बजेटको सायद तल झर्ने र गत सालदेखि सरकारले भोगेको चाहिँ के हो भन्दाखेरि नियरली 10-12% चाहिँ रेभेन्यू डेफिसिट चाहिँ सरकारले फेस गरेको पाइएको छ। जस्तो कि सरकारको चालु खर्चभन्दा राजस्व चाहिँ झन्डै 10-12% चाहिँ कमी भएको अवस्था अहिले छ र आगामी वर्षमा अब हेर्दा के हुन्छ, अब यो हेर्न बाँकी छ। त्यसले पनि अब यसको सक्सेसलाई देखाउने छ र यसमा मेजर 5वटा च्यालेन्जहरू छन्। त्यसपछि अर्को त्यसमा चाहिँ हाई फिस्कल डेफिसिट एन्ड डेब्ट बर्डन। नेपाल अब यो फिस्कल इयर 25-26 को बजेट नेपाल फिस्कल इयर 25-26 बजेट हाई प्रोजेक्टेड एनपी 660 बिलियन डेफिसिट, 35% अफ टोटल स्पेन्डिङ भनेको अहिले झन्डै त्यो 35% चाहिँ टोटल स्पेन्डिङको चाहिँ डेफिसिट देखिन्छ। टु कभर दिस द गभर्मेन्ट प्लान टु बरो 330 बिलियन डोमेस्टिकल्ली एन्ड 207.7 बिलियन एक्सटर्नली, राइजिङ कन्सर्न एबाउट फिस्कल सस्टेनेबिलिटी एन्ड पोटेन्सियल डेब्ट ट्र्याप्स। यो पछि चाहिँ यसरी चाहिँ बढी ऋण लिएर सरकारले काम गर्दै जाँदा राज्य चाहिँ ऋणको पासोमा पर्ने सम्म हुन्छ, जस्तो अहिले पाकिस्तानले भोगिरहेछ। अब हामी जस्तो अब इन्टलेक्चुअल बडीमा अब यसको बारेमा जुन चाहिँ सरकारले आन्तरिक र बाह्य ऋण कति लिने भनेको चाहिँ सीमा तोक्नुपर्छ भनेर हामीले अब चाहिँ बहस चलाउन ढिलो गर्नुहुन्न जस्तो मलाई लाग्छ। किनभने जर्मनीको फेडरल गभर्मेन्टले जति मन लाग्यो त्यति ऋण लिन पाउँदैन। त्यो बजेटको प्रतिशत तोकेछ, त्यो सीमाभन्दा बढी ऋण लिन पाइँदैन। जुन चाहिँ नेपाल सरकारले त्यसलाई नेपालमा चाहिँ त्यस्तो खालको नीति ऐन कानुन बनेको छैन र त्यो नबनाएको खण्डमा नेपाल छिटै यो विभिन्न पार्टीको कोअलिसन गभर्मेन्ट आउने, फरक सरकार आउँदा फरक नीति बन्ने र एकदमै विकास मैत्रीको कुरा गर्ने, जसले गर्दा अधिक ऋण लिँदाखेरि भोलिको दिनमा सरकार देश चाहिँ फाइनेन्सियल ट्र्यापमा पर्ने सम्भावना देखिन्छ। अर्को चाहिँ समस्या के छ, अन्डर युटिलाइजेसन क्यापिटल एक्सपेन्डिचर। This underperformance is due to poor project preparedness, delay in land acquisition and lack of inter-agency coordination. तो यो के छ भने क्यापिटल जुन पुँजीगत खर्च विकास खर्च गर्छु भनेर सरकारले छुट्याएको बजेट यदि रकम भए पनि फेरि धेरै जसो ठाउँमा खर्च गर्न नसकेको अवस्था छ। जस्तो यो फास्ट ट्र्याकमा 3टा बोट काट्नु नपाएर कयौँ 3 वर्ष कि 4 वर्ष झन्नै बाटो कन्स्ट्रक्सन गर्न रोकियो भन्ने छ। त्यसै गरी यो बुटोल नानगढ खण्डमा पनि जङ्गलको एरियाको रुखहरू काट्न नदिएपछि 3-4 वर्ष ढिलो भयो। यसले गर्दाखेरि सरकारको खर्च चाहिँ एकदमै बढेर जाने, किनभने ठेकेदारले त्यो सम्झौता अनुसार दिन गरेर पैसा लिन्छ तर सरकारले समयमा त्यो चाहिँ एरिया चाहिँ त्यो सरकारी एजेन्सीले अनुमति दिँदैन। यो चाहिँ समस्या चाहिँ जुन पुँजीगत खर्च गर्नलाई एउटा छ। अर्को अनरियलिस्टिक रेभेन्यू टार्गेट्स। द गभर्मेन्ट एम टु कलेक्ट 1.2 trillion revenue for fiscal year 2025, 10.3% increase from the current year. यो वर्षको गत साल अहिले सालको भन्दा 10% अब झन्डै बढाएर फेरि रेभेन्यू च्यालेन्ज यही साल रिभाइज गरेर रेभेन्यू चाहिँ त आउने सम्भावना देखिएको छैन। टोटल रेभेन्यू त घटायो तर त्यो के अरे जुन चाहिँ ट्याक्स चाहिँ घटाएको छैन रिभाइज गर्दा। तर अहिले हेर्दा हाम्रो चाहिँ रेभेन्यू उठ्ने 76%, 23% तल झरेको अवस्थामा गत सालको लागि बेस मानेर 10.3% चाहिँ रेभेन्यू कलेक्सन गर्छु भनेर सरकारले चाहिँ जुन प्रोजेक्सन गरेछ त्यो चाहिँ आफैमा पनि त्यो पुरा गर्न च्यालेन्ज देखिन्छ। त्यसले गर्दाखेरि यो च्यालेन्ज इन ट्याक्स एडमिनिस्ट्रेसन न्यारो ट्याक्स बेस मे मेक रिचिङ दिस टार्गेट डिफिकल्ट। एकदमै यो चाहिँ पुग्ला जस्तो देखिन्न, किनभने यो साल झन्डै 23% तल हुन्छ भनेपछि
त्यो यो 10% थप्दा त अब 23मा 10 थप्दा 33-34% चाहिँ हाई प्रोजेक्सन देखिन्छ। अब यो चाहिँ पुरा हुन त्यति सम्भावना कम देखिन्छ। त्यसै गरी ओभर रिलायन्स recurrent expenditure. A large part of budget goes towards recurring expense, limited funds from capital investment. This hinders government's ability to invest in long-term projects and infrastructure, potentially slowing economic growth. यो नेपालमा फेडरल सिस्टममा गइसकेपछि के भयो भन्दा ठुलो साइजको पार्लियामेन्ट सिस्टम भयो, त्यसपछि मन्त्रीहरू पनि धेरै भए, त्यसपछि लोकल गभर्नमेन्ट पनि स्यालेरी बेस भयो, जसले गर्दा के भयो यो चाहिँ स्यालेरी र एडमिनिस्ट्रेटिभ कस्ट चाहिँ अत्याधिक बढेर गयो, 60% नागेर गयो, जसले गर्दा जनताले तिर्ने करको मेजर पार्ट त्यसमा खर्च भएपछि पूर्वाधार निर्माणमा र इकोनोमिक ग्रोथमा चाहिँ यसले हानि पुर्याएको चाहिँ देखिन्छ। Weak implementation cap, poor project preparation, lack of feasibility studies, delay in clearance leading to project delay and fund underutilization. अब यो weak implementation हुनुको अर्को कारण के छ भने सरकार फ्रिक्वेन्टली 1 वर्षभन्दा 2-1.5 वर्षभन्दा नटेक्ने, सरकार परिवर्तन भइरहने, अनि सबै डकुमेन्टेसन प्रिपेयर भएको पहिलेकोलाई पछिकोले नमानिदिने, अनि यी सबै कारणले गर्दाखेरि के हुने भयो त्यो प्रोजेक्ट फन्ड भएको फन्ड पनि सरकारले खर्च गर्न नसक्ने स्थिति सिर्जना भएको छ, जुन चाहिँ लागू गर्नै नसकेको स्थिति हो। अब यहाँ चाहिँ मैले एउटा अब सेयर बजारको अलिकति कुरा गर्छु। स्टार्टअप भन्दा यो साल चाहिँ सेयर बजारमा ट्याक्समा कुनै पनि परिवर्तन नगरेको हुँदाखेरि गत साल जे थियो त्यही सेयर मार्केटमा चाहिँ त्यही इफेक्ट हुने भयो। त्यस भएर सेयर बजारमा धेरै असर पर्दैन। एउटा चाहिँ जुन धितोपत्र बोर्डले 90 रुपियाँभन्दा कम नेटवर्थ भएको कम्पनीलाई लिस्टिङ गर्न नदिने भनेको हुनाले हाइड्रो पावर सेक्टरमा असर पर्छ भन्ने कुरा आएको छ प्रमोटरहरूलाई, तर आम लगानीकर्तालाई चाहिँ यसले सेफगार्ड गर्छ भन्ने मलाई लाग्छ। र धितोपत्र बोर्डलाई हामीले के आवाज उठाउनुपर्छ त भन्दा कम्तीमा अहिले प्राइस जति भए पनि त्यही अनुसार एउटा तरिका लिस्ट गर्न दिने, तर 3 वर्षभित्र त्यो कम्पनी चाहिँ प्रफिटमा जानु सक्ने आधार चाहिँ हुनु पर्यो। कम्तीमा त्यसरी धितोपत्र बोर्डले लिस्टिङ गरेको अप टु 70% कम्पनीहरू नाफामा जानुपर्छ, होइन भने हाम्रो क्यापिटल मार्केट पनि कोलाप्स हुने स्थिति हुन्छ। त्यही भएर यसमा चाहिँ धितोपत्र बोर्डले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। र सरकारले यस वर्ष यो डिजिटल इकोनोमी बाहेक नयाँ कुरो ल्याएको के छ भन्दा स्टार्टअपमा ध्यान दिने भनेको छ। अब नेपालको स्टार्टअपको कुरा आएको भएर अब छिमेकीले के गरेछ र हाम्रोमा के कमी छ भनेर एसेसमेन्ट गर्नको लागि भारतमा के भइरहेछ भन्ने कुरा चाहिँ मैले सामान्य जानकारी दिन चाहेँ। यसमा के छ भने स्टार्टअप इन्डिया इनिसिएटिभ लन्च इन 2016 एम प्रमोट एन्टरप्रेन्योरशिप, इनोभेसन एन्ड इज अफ डुइङ बिजनेस। त यसको उद्देश्य के थियो भन्दा मोदी सरकारले भारतमा चाहिँ खास गरी यो ल्याइएको चाहिँ आइटी सेक्टरलाई नै हो सुरुमा, तर अरू सेक्टरलाई पनि उसले नयाँ आइडिया भएका जसमा इनोभेसन छ, नयाँ किसिमले बिजनेस गर्न सक्छ र जाहिर खाना वाक्क भएर म आफ्नो बिजनेस गर्छु भन्ने चाहन्छ, त्यसको लागि चाहिँ यो र नयाँ युवाहरूलाई पनि गर्ने गरी चाहिँ पोलिसी ल्यायो, जसको लागि ट्याक्स बेनिफिट, ट्याक्स एक्जेम्सन 3 वर्षमा ट्याक्स छुट दिने, सेल्फ सर्टिफिकेट फर कम्प्लायन्स। अब यसमा चाहिँ के छ भने कम्प्लायन्सको लागि सबै डकुमेन्टेसन आफू गरेर आफू फिट एन्ड प्रोपर टेस्टमा बस्न पाउने व्यवस्था गरेको छ। हाम्रो जस्तो अब कम्पनी रजिस्टर कार्यालयमा एउटा डकुमेन्ट बुझाउनु पर्ने, अर्को निकायमा अर्कोमा अर्को, त्यो फाइन तिर्दै त्यो व्यवसाय चाहिँ हैरान हुन्छ। त्यो चाहिँ उसले त्यसलाई चाहिँ हटाएको छ। इजियर आइपी रजिस्ट्रेसन, जुन आइपी नम्बर लिनुपर्ने हुन्छ इन्डियामा चाहिँ, त्यसको लागि चाहिँ जुन रजिस्ट्रेसन कम्पनी रजिस्ट्रेसन दर्ता चाहिँ सजिलो बनाएको छ। हाम्रोमा दर्ता सजिलो छ, तर कुनै व्यवसाय चाहिँ दर्ता खारेजमा आउट हुन्छ भने नि गाह्रो छ। स्टार्टअप रिकग्निसन हस्। अब अर्को स्टार्टअप सिड फन्ड स्किम छ। यसमा चाहिँ तपाईँको यसको चाहिँ अब अर्ली स्टेज स्टार्टअपले 20 देखि 50 लाख चाहिँ फन्डिङ गर्ने, अनि इन्क्युबेटर अनि सुझाव सल्लाह दिने व्यवस्था चाहिँ भारतले गरेको छ। त्यसै गरी अटल मिसन भनेको छ। यसमा चाहिँ अब ठाउँ सुझाव सेन्टर, इक्विपमेन्ट सेन्टर, टिङ्करिङ ल्याब्स अनि फोस्टर कल्चर अफ इनोभेसन एन्ड इन्टरप्रेन्योरशिप इन स्कुल्स, कलेज एन्ड स्टार्टअप। स्टार्टअपको लागि चाहिँ स्कुल कलेजमै युवाहरूलाई ज्ञान दिने चाहिँ भारतमा व्यवस्था गरेको छ।
अनि फन्डिङ चाहिँ जस्तो फन्ड अफ फन्ड्स फर स्टार्टअप्स म्यानेज बाई सिडबी भन्नेले चाहिँ 10,000 करोडको व्यवस्था गर्छ। यसमा चाहिँ इन्डाइरेक्ट फन्डिङ टु स्टार्टअप थ्रु सेबी रजिस्टर्ड भेन्चर क्यापिटल थ्रुबाट चाहिँ यसलाई इक्विटी र डेब्ट फन्डिङको चाहिँ भारतमा व्यवस्था भएको छ, जुन चाहिँ नेपालमा छैन। अनि क्रेडिट ग्यारेन्टी स्किम फर स्टार्टअप्स, त्यसमा पनि उसले चाहिँ अप टु 10 करोडसम्म पर बारलाई चाहिँ लिमिटमा चाहिँ लोन दिने व्यवस्था चाहिँ यो ग्यारेन्टी ब्याङ्क फाइनेन्सिङबाट चाहिँ दिने स्टार्टअपलाई व्यवस्था गरेको छ, जुन नेपालमा छैन। नेपालमा नयाँ योजना गर्नु पनि धेरै गाह्रो छ। अनि मुद्रा स्किम भनेर ल्याएको छ यो प्रधानमन्त्री मुद्रा योजना। यसमा माइक्रो एन्ड स्मल इन्टरप्राइज, साना लगानीकर्ता, सानो व्यवसायलाई शिशु अप टु तपाईँको 50,000सम्म दिने, किशोरलाई 50,000देखि 5 लाख, तरुणलाई 5 लाखदेखि 10 लाखको भारत सरकारले व्यवस्था गरेको छ। अब नेपालको सन्दर्भमा के छ भन्दा गभर्मेन्ट नेपाल हालेर जम्मा 730 मिलियन चाहिँ कन्ज्युमर लोनको लागि मात्रै नेपालमा स्टार्टअपको व्यवस्था गरेको छ, जसमा 3% इन्ट्रेस्ट रेट छ। स्टार्टअप जुन चाहिँ स्टार्टअपको इलिजिबल क्यान्डिडेटले चाहिँ 3% लोनमा ब्याज दरमा पाउने। स्टार्टअप विथ एनुअल टर्नओभर अप टु 10 करोड हुनेलाई चाहिँ 5 इयर्सको इन्कम ट्याक्स एक्जम्सन गरेको छ। र यो 3%को फन्डमा चाहिँ के छ भन्दाखेरि अघिल्लोचोटि कृषकहरूलाई कृषिको चाहिँ प्रोजेक्टमा चाहिँ फन्डिङ सरकारले गरेको थियो। सरकारले झन्डै तपाईँको अर्बौँ रुपियाँ चाहिँ ब्याङ्कको मल्लाको, अझै पनि कतिपय ब्याङ्कको सबै रकम चाहिँ सरकारले त्यो इन्सेन्टिभ ब्याङ्कहरूले दिएको चाहिँ नतिरेको अवस्था छ। त्यही भएर यो चाहिँ सफल हुने सम्भावना मैले एकदमै लो दिन्छु है। अब गभर्मेन्टले इन्क्युबेसन सेन्टर, द गभर्मेन्ट प्लान्स इस्टाब्लिस इन्क्युबेसन सेन्टर इन इच प्रोभिन्स टु सपोर्ट स्टार्टअप्स भने चाहिँ यो राम्रो कुरा हो। वुमेन इन्टरप्रेन्योरसिप प्रमोसन पनि गर्ने भने चाहिँ, जसको लागि चौबारमा एक्जिबिसन सेन्टर, ट्रेड पोर्टलहरू बनाइदिने, अनि सफ्टवेयर हाउसहरू पनि स्थापना गर्ने ठाउँ ठाउँमा त्यो बिक्रीको लागि त्यस्तो चाहिँ व्यवस्था गर्ने चाहिँ बजेटमा एनाउन्स भएको छ। यो धेरै राम्रो कुरा हो। अब च्यालेन्ज सरकारले के छ भने अनि पनि हामीले डिस्कस गरिसक्यौँ। त्यो भएर यहाँ धेरै लिमिटेड फन्डिङ एभाइलेबिलिटी, सरकारसँग सफिसियन्ट फन्ड छैन। अब यो चाहिँ त्यसो भएर यो चाहिँ सरकारले चाहिँ त्यो यो चाहिँ स्टार्टअपलाई सपोर्ट गर्न सक्ने अवस्था छैन। अनि नेपालको इन्फ्रास्ट्रक्चर पनि छैन, किनभने अब जस्तो टेक्नोलोजिकल इन्फ्रास्ट्रक्चर ट्रान्सपोर्टेसनमा चाहिँ हामी हाइवे मात्रै छ, त्यो पनि धेरै जस्तो बन्द हुने, रेलवेको छैन धेरैले। त्यसो भएर चाहिँ त्यो हाम्रो चाहिँ त्यो इकोनोमिक जोनमा पनि कम्पनीहरू चाहिँ त्यो ट्रान्सपोर्टेसन इन्फ्रास्ट्रक्चर फेसिलिटी नभएर गइरहेका छैनन्। ब्युरोक्रेटिक डिलेजहरू, ब्युरोक्रेसीमा यति गाह्रो छ कि त्यो डकुमेन्टेसनमै मान्छे त्यो काम गर्न आउँदा थाक्छ। यो चाहिँ च्यालेन्ज छ। लो अवेरनेस एन्ड आउटरिच, अनि आम नागरिकमा पनि थाहा छैन यो कुरा, धेरै कुराहरू। अनि लिमिटेड प्राइभेट सेक्टर इन्भल्भमेन्ट, प्राइभेट सेक्टरसँग मिलेर काम गर्ने चाहिँ एकदमै सरकारी निकाय चाहिँ उदासीन छ। जस्तो अब चाहिँ सरकारको चाहिँ सबै कुरामा चाहिँ एकदमै अप्ठ्यारो पारिदिने, ट्याक्स बर्डेनहरू गर्ने, यी कुराहरू चाहिँ आएको छ। अब यसलाई के गर्नु पर्यो? इन्क्रिज फन्डिङ एन्ड ग्रान्ट्स। यसलाई चाहिँ अब सरकारले चाहिँ जस्तो राष्ट्रिय वाणिज्य ब्याङ्क वित्तीय संस्थाबाट भेन्चर क्यापिटलहरू खोल्न लगाएर स्टार्टअपलाई चाहिँ प्रमोट गर्न सक्छ, जुन चाहिँ फन्ड बढाउन सकिन्छ। किनभने अहिले ब्याङ्कले चाहिँ लोन फन्डिङै गर्न सकेको छैन, पैसा बचेको छ भन्ने कुरा आइरहेको छ, तर त्यो अब त्यो चाहिँ स्टडी गरेर हेर्न बाँकी नै छ। अनि डेभलप स्टार्टअप इन्फ्रास्ट्रक्चर, अनि स्टार्टअपमा चाहिने चाहिँ जुन इन्फ्रास्ट्रक्चर सरकारले बनाउनुपर्छ। स्ट्रिमलाइन रेगुलेटरी प्रोसेस, यो वन विन्डो पोलिसी गर्नु पऱ्यो। अब चाहिँ पहिले जस्तो होइन, अहिले रजिस्टर कार्यालयमा कम्पनी दर्ता गरेर प्यान ल्याऊ, कम्पनी दर्ता गर्न साथ कर तिर्न सुरु गर्यो, घरबाट कर र अन्य करहरू त्यो चाहिँ रोक्नु पऱ्यो। किनभने त्यो संस्थाले कमाउन थालेपछि त्यसमा चाहिँ सरकारले कर लिनु पर्यो, सुरुमै होइन। इन्हान्स एवेरनेस आउटरिच, नेसनल एवेरनेस क्याम्पेनहरू गर्नु पऱ्यो। अब स्टार्टअप बुट क्याम्प्सहरू चलाउनु पऱ्यो, अनि कम्युनिटी प्रोग्रामहरू चलाउनु पऱ्यो, युथलाई चाहिँ एवेरनेस ल्याउनु पऱ्यो, ट्रेनिङ दिनु पऱ्यो। नेपाल स्टार्टअप गरेर नेपालमै केही गर्न सक्नुपर्छ भन्ने चाहिँ सकिन्छ भन्ने कुरा चाहिँ सरकारले चाहिँ त्यो पब्लिक एवेरनेस चाहिँ बढाउनु पऱ्यो। अनि पब्लिक प्राइभेट पार्टनरसिपलाई चाहिँ प्रमोट गर्नु पऱ्यो, जसले गर्दा डिफ्रेन्ट स्टेक होल्डरलाई चाहिँ यसमा चाहिँ इन्गेज गराउनु पऱ्यो। जस्तो कि प्राइभेट सेक्टर स्टेक होल्डर्स, युनिभर्सिटी, इन्टरनेसनल अर्गनाइजेसन
and co-develop startup support system, mentorship program and funding pipeline, यो फनेल प्रोग्रामहरू पनि ल्याउनु पर्यो। मेरो चाहिँ सिद्धि अब यहाँहरूबाट केही फिडब्याक छ भने डिस्कस गरौँ, यसमा आइडिया सेयरिङ गर्ने हो र यसमा फेरि डिस्कस हामी गरौँ समय छ भने। धेरै धेरै धन्यवाद डाक्टर साहब। म गहिराईमा बजेटलाई एनालाइसिस गरेर आज जानकारीहरू दिनुभयो, त्यसको लागि हजुरलाई धेरै धन्यवाद छ। अब साधारण पब्लिकले हेर्दाखेरि पार्लियामेन्टमा मन्त्रीले अर्थमन्त्रीले बजेट पढ्दाखेरि फोनमा कम्प्युटरमा टिभीमा हामी आफै गाह्रो बस्छौँ, तर त्यो पार्लियामेन्टमा पहिला कुन प्रोसेसबाट जाँदो रहेछ, के प्रक्रिया रहेछ, त्यो पनि हामीले आज जानकारी पायौँ। र हाम्रो बजेटको कसरी 60% बढी त स्यालेरी र एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमै जाँदो रहेछ भन्ने कुरा पनि हामीले थाहा पायौँ। र लोन लिँदाखेरि कसरी बजेटभन्दाको कुनै पर्सेन्टेजभन्दा बढी जान पाइँदैन भन्ने कुरा पनि हामीले जानकारी पायौँ। र सबभन्दा राम्रो हामीले आज जानकारी पाएको भनेको हाम्रो देशमा भएका स्टार्टअपका सम्भावनाहरू, त्यसमा भएका समस्याहरू र त्यसका समाधान के छन्, र हाम्रो छिमेकी राष्ट्र भारतसँग डाक्टर साहबले जुन कम्पेरिजन गरेर दिनुभयो, यसमा हाम्रो युवाहरूलाई र हाम्रो जुन स्टार्टअप गर्न चाहनुहुन्छ उहाँहरूलाई धेरै नै सहयोग पुग्नेछ भन्ने मलाई विश्वास छ। र यसरी अब म प्लेटफर्मलाई अब कुनै क्वेसनहरू छ भने डाक्टर साहबहरूलाई या उपस्थित सबै महानुभावहरूलाई क्वेसनहरू छ भने सोधिदिन अनुरोध गर्दछु। हजुर डाक्टर दामोदर नेतज्यू। हजुर नमस्कार, यहाँ सबैलाई नमस्कार छ। भण्डारी साथीले एकदमै राम्रो प्रस्तुति गर्नुभयो। मैले मेरो फोन परिचय भयो, म दामोदर रेग्मी, नेपाल सरकारको सचिवालय रिटायर भएको छु। 3 वर्ष काम गर्छ भन्नाले तथा मेरो पनि धेरै समय अर्थ मन्त्रालय र योजना आयोगले जितेको छ। अब अहिले यसले बाहिर बसेर यही विषय हेर्ने गरिरहेको छु। प्रस्तावको प्रस्तुति एकदमै राम्रो रहेका छन्। बजेट मेकिङ प्रोसेसका सबै कम्पोनेन्टहरू बताइदिनु भयो र अहिले हाम्रो बजेटको साइज र त्यसका च्यालेन्जहरू बताइदिनु एकदमै राम्रो छ। पछि स्टार्टअप गर्नुभयो। मैले उठाउन खोजेको कुरा के छ भन्दाखेरि बजेटको साइज ठुलो बनायो भने विकासका बढी कामहरू हुन सक्ने, है, बजेटै रिप्लेसमेन्ट गर्न सक्ने सम्भावना त हुन्छ। तर हाम्रो त्यो ओभर साइजको बजेट बनाउँदा हाम्रो राष्ट्रको क्षमता त एकदमै कमजोर छ। हजुरले 1300 अरब कति भन्नुभएको छ, अघि 1300-1400 अरब छ। तर हाम्रो क्षमता 1000 अरब मात्रै हो। 700 राम्रो बजेटमा ग्याप छ। रेभेन्यू पनि हामी उठाउन सकिरहेको छैनौँ। अर्कोतर्फ हामीले फरेन एड, फरेन लोन पनि हामीले कमिटमेन्ट गरेको लेभलमा हामी पाउन सकिरहेका छैनौँ। अब इन्टरनल लोनको त आइएमएफले एबिसीमा बिताउनु पर्छ। अनि हाम्रो सबभन्दा ठुलो यो इन्कम जेनेरेसन र ठुलो समस्या छ। मैले 1-2 दिन अगाडि एउटा लेख्ने हेरेँ, हामीले ओभर साइजको बजेट, अहिले मैले एउटा यो सुन्निएको बजेट, फोर्स बजेट गरेको छु। जबसम्म हामीले हाम्रो रेभेन्यूलाई स्ट्रङ गराउन सकिँदैन तबसम्म ओभर साइजको बजेट ल्याएर पनि लाभ छैन। ओभर साइजको बजेट ल्याउँदा अहिले के हुन्छ भन्दाखेरि त्यो रेभेन्यूमा नै त्यो उठिराखेको हुँदैन, तर त्यो रकमले खर्चमा बोकिराखेको हुन्छ। भोलि रकम उपलब्ध हुन नसक्ने छ। यी कुराहरू पनि समस्या छन्। अब तथापि दर्शकले उठाउनु भएको विषय आफ्नो ठाउँमा ठिक छ। मैले यो कोलाई एउटा फेसिलिटेट गर्नलाई पनि मैले सुरुमै बोलेको। हस्, थ्याङ्क यू भेरी मच सर। अरू सर अरू केही क्वेसन छन् कि? डाक्टर साहबले प्रस्तुति नै यति क्लियर पारेर दिनुभयो कि क्वेसनहरूका एन्सर सबै त्यसैभित्रै अटाए जस्तो लाग्यो मलाई, होइन? अनि क्वेसनहरू अरू छैनन् जस्तो छ। म राम्रो प्रस्तुति दिनुभएकोमा डाक्टर रमेश कुमार भण्डारीज्यूलाई फेरि पनि धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र यहाँ उपस्थित सबै महानुभावहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो
संस्थाका अध्यक्ष सुवीर बाबु श्रेष्ठज्यूलाई यो कार्यक्रमको समापन गरिदिनु हुनलाई अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद महाकविज्यू। हजुर उपस्थित सम्पूर्ण महानुभावहरू यहाँ हाम्रा चर्चा भयो, म्याडमहरू सबैलाई पुनः एकपटक हार्दिक हार्दिक नमस्कार गर्न चाहन्छु। आज हामीले बजेटको बारेमा हालसालै जुन बजेट आएको थियो नेपाल सरकारले समितिले, त्यो बारेमा हाम्रो डाक्टर रमेश कुमार खनालज्यूले अत्यन्त राम्रोसँगले योगदान गर्नु भएको छ। वास्तवमा यसबाट धेरै प्रश्नहरू पनि उठेका छन्, त्यसलाई सल्भ गरेर कसरी नेपालको विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने कुराहरू कहाँ कहाँ ध्यान पुर्याउनु पर्ने छ, आगामी दिनमा कसरी अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने कुराहरूको केही प्रश्न जब उठेको छ त्यसमा बढी फोकस गरेर हामीले अगाडि बढ्दाखेरि राम्रो हुन्छ भन्ने कुराहरू। जस्तो किन उहाँले प्रस्तुतिमा पनि भन्नुभएको छ कि हाम्रो रेभेन्यूको डेफिसिट जो 35% अराउन्डको रेभेन्यू डेफिसिट छ भन्ने कुरा गर्नुभएको छ। त्यसले गर्दाखेरि अब हाम्रो स्ल्याब पनि घटिरहेको जस्तो लाग्छ। ट्याक्स यसपालि अलिकति अलि लुज हिसाबले ट्याक्स सोध्ने कुराहरू पनि छन् होइन। अब त्यो फेरि यतापट्टि ट्याक्सको एमाउन्ट पनि 27% चाहिँ 10-12% पनि बढाएको छ होइन। त्यो हिसाबले गर्दाखेरि त्यो हामीले एचिभ गर्न गाह्रो हुन्छ कि भन्ने कुरा एउटा शब्द चाहिँ प्रेजेन्टेसनमा आएको छ। अब त्यसमा चाहिँ नेपाल सरकारले विशेष ध्यान पुर्याएर त्यो जुन एचिभ गर्ने जुन टार्गेट छ त्यसलाई एचिभ गर्नुपर्ने कुराहरूमा चाहिँ उहाँले जोड दिन खोज्नुभएको जस्तो मलाई लागेको छ। त्यस्तै उहाँको उसमा चाहिँ हाम्रो जुन इन्फ्रास्ट्रक्चरहरू चाहिँ जुन बन्ने प्रक्रिया छ त्यो चाहिँ एकदमै स्लो भइरहेको छ। जस्तो राष्ट्रिय गोलका आयोजनाहरूमा पनि एकदम स्लो छ, पर्याप्त बजेटहरू पनि नभएको भन्ने कुरा छ भने र विभिन्न हडल्सहरूको कारणले गर्दाखेरि भोलिका कुराहरू, वनका कुराहरूले गर्दाखेरि उहाँलाई डिसिसन नलिनेसँग आफ्नो गर्नु भएको भन्ने कुराहरू पनि आएको छ। वास्तवमा यो एउटा हाम्रो नेपाल जिएपी एसोसिएसनले गरेको काम गर्दाखेरि कसरी देशलाई राम्रो गर्न सकिन्छ, कहाँ कहाँ चाहिँ हाम्रा विकनेसहरू छन् त्यसलाई चाहिँ हामीले कसरी चाहिँ इम्प्रुभ गरेर अगाडि बढाउन सकिन्छ भन्ने प्रस्तुति हो जस्तो मलाई लाग्छ। त्यो कन्टेक्स्टमा पनि अलिक ख्याल गरेर हाम्रो टार्गेटलाई मिट गर्नुपर्ने जस्तो देखिन्छ। अर्को उहाँले जुन ब्युरोक्रेटिक डिलेको कुराहरू पनि गर्नुभएको छ, त्यसलाई पनि हामीले त्यहाँ इम्प्रुभ गर्नुपर्ने कुराहरू आएको छ। पिपुलमा हाम्रो बजेटको बारेमा एवेरनेस, त्यसबाट पुग्ने फाइदा, त्यसबाट हुन सक्ने बेनिफिट्सहरू पिपुलको लेभलसम्म पुर्याउनु पर्ने कुराहरूलाई पनि उहाँले उठाउनु भएको छ। त्यस्तै अब गभर्मेन्टको प्रयासले मात्र चाहिँ हाम्रो जुन एचिभमेन्ट हाम्रो चाहिँ टार्गेट ग्रोथको टार्गेट छ र रियल डेभलपमेन्ट गर्ने कुरा छ त्यो चाहिँ सम्भव नहुने जस्तो देखिन्छ। ह्युज एमाउन्ट अफ इन्भेस्टमेन्ट रिक्वायर्ड। त्यो कन्टेक्स्टमा चाहिँ यो पब्लिक प्राइभेट पार्टनरसिप बजेटले त्यसलाई चाहिँ फेसिलिटेट गरेको छ। अब त्यसलाई चाहिँ एचिभ गर्नको लागि जुन चाहिँ पब्लिक सेक्टरले प्राइभेट सेक्टरको चाहिँ जुन ट्रस्ट गेन गर्नुपर्ने हो त्यो गेन गर्नलाई पनि विशेष ध्यान पुर्याउनु पर्ने भन्ने कुरा चाहिँ उहाँले आउन च्यालेन्जेस त्यो रूपमा राख्नु भएको र त्यो भनेको चाहिँ अलिक पोजिटिभ एस्पेक्टबाट हेर्दाखेरि चाहिँ यी कुरामा चाहिँ विचार गर्नु सक्यो भने मात्र हामीले हाम्रो टार्गेट अनुसार चाहिँ अचिभ गर्न सकिन्छ भन्ने कुरा चाहिँ आउनु भएको छ है। त्यस्तै स्टार्टअपको कुरा उहाँले चाहिँ इन्डियाको स्टार्टअपमा के कति कुराहरू गर्दाखेरि यो स्टार्टअपले चाहिँ एउटा चाहिँ एचिभमेन्ट गरिरहेको छ, एउटा प्रोग्रेस दिइरहेको छ। हाम्रो नेपालमा पनि ती कुराहरू भएदेखि हुन सकिन्छ भन्ने कुराहरू चाहिँ अवलम्बन खोज्नु भएको छ। अत्यन्त राम्रो प्रभावकारी कुराहरू छ। अब यहाँ सबैलाई म विशेष धन्यवाद दिन चाहन्छु। हाम्रो यो 7औं श्रृङ्खला हो। हामी प्रत्येक महिनामा यसरी नै हामी चाहिँ एउटा चाहिँ डिजिटल बेसमा त्यो अहिले चाहिँ गभर्मेन्टले पनि अब डिजिटल गभर्नेन्सको कुराहरू छ, त्यसमा चाहिँ हाम्रो यो कुरालाई चाहिँ हामीले चाहिँ निरन्तरता दिने नै छौँ र यहाँ सबैलाई जानकारी होस्, यहाँ सबैलाई चाहिँ निमन्त्रणा पनि त पाल्नु होला। यो जेठ गते यो चाहिँ फ्याक्ट्रीहरू एराउन्ड होइन। अब यहाँ सबैले टुरिस्ट पाउनु नै हुनेछ। हाम्रो फिजिकल्ली पनि एउटा नेपाल जिएपी एसोसिएसनले चाहिँ पब्लिक लेक्चर भनेर हाम्रो राष्ट्रिय बैठकका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठज्यूले चाहिँ प्रेजेन्ट गर्दै हुनुहुन्छ र हामी फेरि
चोटमा छ त्यो कन्टेक्समा यहाँ सबैलाई यहाँले अब मासिक सर्कुलेट गरिदिनुहुन्छ पोलिसलाई यति भन्दै पुनः एकपटक हाम्रा एक्जिक्युटिभ कमिटीका मेम्बर डक्टर रमेश कुमार कार्की यति मेयरका साथ भन्नुभयो आदरणीय जनताहरू उपस्थित भएर निकै समय लिएर सभ्यता साथ यस कार्यक्रममा सहभागी गर्नुभयो यहाँहरू पनि हार्दिक आभार व्यक्त गर्दै मासेज्यू लगायत राजनज्यू यो होल टिम यो एनडिएका अफिसहरू कार्यक्रम सम्पूर्णलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु र म्याडमलाई अब केही त्यस्तो केही समय समापन गर्न भाइब्रेसन भयो हस् नमस्ते धन्यवाद